प्रिपोजिसन है आज चाहिँ हामी प्रिपोजिसन च्याप्टर पढ्न गइरहेको छौँ। प्रिपोजिसनमा फर्स्टमा हामीले पढ्ने चाहिँ अब हामीले यो प्रेजेन्टेसनको मार्फत चाहिँ हामीले आज सब कुरा सिक्न गइरहेको छौँ, जसमा चाहिँ अब हाम्रो यहाँ लेडिज एन्ड जेन्टलमेनहरू हुनुहुन्छ। त्यसमा चाहिँ अब प्रिपोजिसनको यो फर्स्ट पढ्दा तिमीहरूले के भनेको छ? Prepositions are those words that describe the position or direction of the person by the subject. कुनै पनि सब्जेक्टले वर्क डन गर्दाखेरि उसको पोजिसन र डिरेक्सनलाई चाहिँ के गरिन्छ अरे, डिरेक्सनमा चाहिँ के युज गरिन्छ अरे, प्रिपोजिसन युज गरिन्छ अरे हो। अब हाम्रो यो फर्स्टमा प्रिपोजिसन इन वालाको प्रिपोजिसनको हामी युजेस हेर्नु है त ल। अब यसमा हाम्रो फर्स्टमा इनको के ड्युरेसन अवधि हो। अवधि जस्तै अब 3 days, 4 days, 5 days, 20 minutes, 60 minutes त्यसरी डेजको ड्युरेसन आयो भने हामी त्यसमा के हुन्छ त? इन लाग्ने रहेछ हो। त्यसपछि सेकेन्डमा के छ? यो इयर हो। यो इयर र सेन्चुरीको केसमा पनि के लाग्ने रहेछ त? इन लाग्ने रहेछ। जस्तै अब 2072 बियर्स, अब एडिजे आयो भने त्यसमा के लाग्ने भयो त? इन लाग्ने भयो हो। अनि थर्डमा के छ त? टोल चोक भन्दा ठुलो सम्पूर्ण जियोग्राफिकल युनिटहरुमा पनि के लाग्ने भयो त? इन लाग्ने भयो। भनिसकेपछि टोल चोक भन्दा ठुलो जियोग्राफिकल युनिटहरु के हो भन्दा यहाँ त्यहाँ लेखेको छ भन त ल, पढ त। Village, city, district, province, state, country, continent, world, universe. Okay, अब एउटा एक्जाम्पल पनि पढ त। म्युजिकल कन्सर्ट इज टेकिङ प्लेस पोखरा भनेको छ हो। अब यसमा चाहिँ यो के भयो त? टोल चोक भन्दा के कुरा भयो त? ठुलो कुरा भयो हो। त्यही भएकाले यसमा के भयो त? इन लाग्ने भयो। अनि त्यसपछि सेकेन्डमा के छ? एन्टी एभरेस्ट लाइक एसिया। अब एसिया चाहिँ के पर्यो? कन्टिनेन्ट भित्र पर्यो। त्यही भएकाले त्यसमा के लाग्यो त? त्यसरी केटाहरूले अब यो सब रुलहरु चाहिँ जाने भने तिमीहरूले चाहिँ कसरी त इजिली ट्याकल गर्न सक्यो नि त हैन? एन्सरहरु कन्फ्युज भएन नि त, यस्तो यस्तो भन्ने कुरा भएन नि त हैन? ल ओके, डिरेक्सन र डेब्रेकमा के लाग्छ अरे त? त्यसमा पनि इन लाग्छ अरे। जस्तै द सन राइजेस इन इस्ट हो। त्यसमा डिरेक्सन कहाँ भयो? द इस्ट चाहिँ हाम्रो के भयो त? डिरेक्सन भयो हो। त्यही भएकाले यसमा चाहिँ के युज भयो त? इन युज भयो। ओके, अब त्यसपछि नेक्स्टमा जाउँ। बी नम्बरको पढ त। The Himalayas lies into the northern part of Nepal. के यसमा के भएकाले चाहिँ इन लाग्यो त भन त? डिरेक्सन नर्दर्न पार्ट अफ नेपाल भएकोले पनि यसमा के लाग्यो त? डिरेक्सन लागेकोले इन लाग्यो। अब सिजन र वानली मन्थ भन्यो भने अब जस्तै सिजनमा पनि के लाग्ने भयो? विन्टर। अब त्यस्तोहरु आयो भने सबै कुरामा समरहरुमा के लाग्ने भयो त? अनि वानली मन्थ भनेको असार साउन त्यसरी एउटा मात्र आयो भने के हुन्छ त? त्यसमा के युज हुन्छ अरे? इन युज हुन्छ अरे हो। अनि त्यसपछि के भनेको छ? ड्रेस भनेको चाहिँ अब त्यो ड्रेसेसहरुमा पनि इन लाग्ने छ। ल ए नम्बरको पढ त। It is very cold in winter. मैले भनेको ड्रेसको पढ भनेको। सी लुक्स ब्युटिफुल इन रेड गाउन भनेको छ। रेड गाउन चाहिँ के भयो त? ड्रेस भयो हो। त्यही भएर त्यसमा चाहिँ के भयो त? इनको युज भयो। ओके, यो पनि थाहा भयो। अब त्यसपछि फ्रेजल प्रिपोजिसन भनेको चाहिँ अब यो भनेको के हो त? फ्रेजल प्रिपोजिसन भनेको भावनात्मक के भन्छ? फ्रेजललाई के भन्छ? भाववाचक प्रिपोजिसनमा चाहिँ अब हामीले के युज हुन्छ भने इन लभ वाला केसमा स्याडनेस तिम्रो फिलिङ्सको कुरा हो नि त। त्यो कुराहरुमा चाहिँ के युज हुन्छ अरे? इन हुन्छ। यो चाहिँ तिमीले याद गर्नुपर्ने एक्स्ट्रा कुरा हो। यो चाहिँ एक्स्ट्रा जानकारी हो ल। यो पढ त ल, सबले पढ त। के छ? In love, in sadness, in happiness, joy, in pain, sadness, in state, in middle of something. Things are in. कन्टिन्यू छ। ओके, नेक्स्ट अहिले छाडे ल। यो अब हामी के को युजमा पढ्ने? अन को युज हो। ल के भन्छ? अट्याचमेन्ट टु सर्फेस भनेपछि अब यहाँनिर कुनै पनि सर्फेस जस्तो यो वाल सिलिङ त्यस्तोहरु केसमा के लाग्ने रहेछ त? अन लाग्ने रहेछ हो। अन वाल, अन सिलिङ त्यस्तोहरु। डिपेन्डेन्सी भनेको अब अनको निर्भरता हो। डिपेन्डेन्सी भने थाहा छ होला नि त तिमीहरूलाई। अब हामी के को उमा फुडको उमा डिपेन्डेन्सी हुन्छ हो। हामी डिपेन्डेन्ट हुन्छौँ नि, त्यही भएर यसमा के लाग्ने भयो त? अन लाग्ने भयो। बी नम्बरको पढ त। He lives dash cutting woods. के लाग्ने भयो यसमा? अब हामीले चाहिँ अब नेक्स्ट हो त्यो सी नम्बरको पढ। The sea wrecked and the survivors took shelter in an island. It is said that for 14 days they lived on coconut. भाइ यो के डिपेन्डेन्सी भयो नि त हो। यहाँ कोकोनटको डिपेन्डेन्सी भएकोले यसमा के युज भयो त? अन युज भयो। डेज बारमा के हुन्छ अब?
12 मा के भनेको छ ल डेजको केसमा She was born on Thursday. अब यसो 12 को केसमा छ भने त्यस्तो बेलामा के लाग्ने भयो त अन थर्सडे लाग्ने भयो त्यसपछि अब अब के बी नम्बरमा के छ पढ त ल Hey, what plan do we have on त्यसरी डेज 12 मा के लाग्ने रहेछ त सबैमा अन लाग्ने रहेछ भन्ने कुराहरु बुझ्नु पर्यो त्यहाँनेर यहाँ नोटमा के छ नोट पढ त next last is that day tomorrow instead that after day after tomorrow preposition should not be used for them के भन्छ नोटमा नेक्स्ट अनि लास्ट अनि दिस दैट टुडे टुमारो यस्टरडे डे बिफोर आफ्टर अनि त्यसपछि डे आफ्टर टुमारो जस्तो केसहरुमा चाहिँ प्रिपोजिसन अगाडि लाउन मिल्छ र मिल्दैन रहेछ हो यो कुरा आदि मैले थाहा पाएको थियो पढेको थिएँ नि त यसरी एडभान्स तरिकाले पढेको थिएन है ल त्यसपछि ए नम्बरको पढ नेक्स्ट थर्सडे नेक्स्ट फ्राइडे त्यसरी भन्ला आयो भने हामीले प्रिपोजिसन लाउन मिल्ने रहेछ त कुनै पनि प्रिपोजिसन लाउन नमिल्ने रहेछ हो ओके नेक्स्टमा जाम त्यसपछि they are supposed to submit the report this Monday भोकाले यसमा के भयो त केही लागेन अब डेट प्लस मन्थ को केसमा आयो भने नि के लाग्नु पर्ने रहेछ अघि त्यहाँ मन्थ र फाल्टै डेट फाल्टै आयो भने हामीले के लगाएको थियो अघि इन लगाएको थियो तर यसमा चाहिँ डेट र मन्थ दुवैमा एट्याच भएर आयो भने हामीले के हुने रहेछ त यसमा अन लाग्ने रहेछ त्यो त्यसमा चाहिँ अब कुनै स्पेसिफिकेसन हो नभएर होला सायद मेबी एक्ज्याक्ट कुरा चाहिँ थाहा भएन त्यो पनि मलाई अब त्यही पनि अब मैले पिडिएफ पढाउने म त एक्ज्याक्ट सोर्समा अब ब्याचलरै हानिसकेको थिएँ किनभने मलाई पटै हान्ने बनायो नि मलाई भिडियो किन हाल्नु पऱ्यो नि त्यस्तो म कहाँ थाहा हुन्छ नि एउटा त्यो वाला त्यो त्यसमा चाहिँ किन लाग्यो भनेर त्यो पटै हाल्नु पर्छ हो ठिक छ लाग्दैन त्यो इन्ट्रेस्टिङ बनाउनु त ल डे र मन्थ प्लस वाला के छ आयो भने के रहेछ महिना र दुबै गते आएको बेलामा के लाग्ने त अन लाग्ने छ आई वाज बोर्न अन अब 23rd असार अब त्यसरी आयो भने यो सब कुराहरू जानिहाल्यो ल एक नम्बरको यो नोटको पढ त यहाँ if only month is given use in the हामीले मन्थमा त गिभन दियो भने हामीले के युज गर्नु भनेको थियो इन अघि हामीले यो अघि पढिसकेको थियौँ हैन ओके त्यसपछि अब मिन्स अफ कम्युनिकेसन भनेको के थाहा छ कम्युनिकेट गर्नु अनि त्यसलाई नेपालीमा के भन्छ सञ्चारको माध्यमहरू हो अब बी नम्बरमा पढ्दा त्यसको के छ I heard the news that on the radio भनिसकेपछि यो कम्युनिकेसनको कुराहरुमा के लाग्ने रहेछ त अन लाग्ने रहेछ हो ओके टपिक अब शीर्षकको केसमा पनि के लाग्ने रहेछ त अनै लाग्ने रहेछ त्यसपछि अब राइट एन्ड एस्से अन नेपाल आर्मी हो तिमीहरुलाई अब यो कुराहरु यस्तो एडभान्स पढाउँदैन स्योरै हो स्कुलमा पढाउँदैन ओके यो थाहा भएन र टपिक शीर्षकमा पनि हाम्रो के लाग्ने रहेछ त अन लाग्ने रहेछ त्यसपछि अब यहाँनिर अब यो अब फ्रेजल प्रिपोजिसन भनेको यो चाहिँ एक्स्ट्रा नोट है तिमीहरूले यसमा पनि लाग्छ भन्ने कुराहरू चाहिँ याद गर्नु पर्यो के त्यसमा चाहिँ यो फर्मुला अनुसार होइन कि यो चाहिँ लाग्छ भन्ने कुराहरू मात्रै हेर्ने हो के ल पढ त त्यसमा इन्सिस्ट अन keep on किन भनेको के रहेछ त भनेको जिज्ञासा अनि depend on upon on fire on food on his birthday on the women's day on the martyrs day के भनेको के हो यो मार्टिर्स डे भनेको के हो शहीद दिवस हो शहीद दिवस नेपालको पहिलो शहीद को हो लखन थापा हो केटाहरु बुझ्छौ चार्टर तिनीहरु हैन तर फर्स्ट शहीद भने चाहिँ लखन थापै भनेर भन्छ त ल युज अफ के आयो त अब हाम्रो एट आयो है अब एटमा अब टोलचोकको कुरामा अघि टोलचोक अघि समावेश थिएन टोलचोक भन्दा माथिको कुरा थियो हैन अब हाम्रो टोलचोकमा के लाग्ने रहेछ त एट अब हामीले एट यहाँ होम्स भन्यो भने के भयो त यो एट लाग्ने भयो अब काठमाडौँको बाग बजार भन्ने छ थाहा छ टाइगर बजार बाग बजार भन्यो भने त्यसमा के लाग्ने रहेछ त एट लाग्ने रहेछ अब जस्तै अब त्यहाँनिर काठमाडौँ मात्र आएको भने यहाँ के लाग्ने रहेछ त अघि केमा पढेको थियो हामीले काठमाडौँ मात्र भने अघि हामीले इनमा पढेको थियो किन टोलचोक भन्दा माथिको केसमा इन लाग्ने रहेछ त इन लाग्ने रहेछ भनेको
फेस्टिभल्स अब फेस्टिभल्समा के युज लाग्छ के भन्ने त फेस्टिभल्समा नि एड लाग्दैन सर दसैँ तिहार जस्तो केसहरूमा के लाग्ने रहेछ त एड लाग्ने रहेछ ओके त्यसपछि नेक्स्ट टाइम ल एकचोटि पढ्दा यसको इक्जाम्पलहरू पढ्दा ल we are meeting 2 o'clock at 2 o'clock अब अघि चाहिँ हामीलाई के थियो भने ड्युरेसन थियो टाइमको ड्युरेसन थियो नि होइन यति 50 मिनट अब त्यसपछि यति मन्थ भन्ने थियो अब यसमा चाहिँ ओ क्लक यस्तो टाइम मात्रै देखायो कि यसमा हो 2 o'clock भनेर टाइम मात्रै एउटा फोकस गरेर यो पोइन्ट भनेर मात्रै देखायो कि टाइमको होइन त्यस्तो त्यसमा चाहिँ के लाग्ने रहेछ त यसमा ड्युरेसन छ त 2 o'clock भनेको 2 बजे भनेको त्यसमा ड्युरेसन छैन नि त त्यो ड्युरेसन नभएको यसमा के लाग्ने रहेछ त एट लाग्ने रहेछ त्यसपछि एज स्पिड र टेम्परेचर त्यसमा पनि के लाग्ने रहेछ त एट लाग्ने रहेछ तिमीहरूले यो कुराहरू मेनली भनेको ब्याचलरमा गएर पढ्ने कुरा हो खास भनेको किनभने यो भनेको एडभान्स ग्रामर हो कि होइन तिमीहरूले त भित्र गएर सिकिराख नि त यो कुरा त कुनै पनि स्कुलले पढाउँदैन क्या मलाई थाहा छ यो कुरा यतिको गरेर पढाउने भने सबले ग्रामर त तपाईँ हामी होला होइन अब नेक्स्ट टाइमको केसमा पनि हामीले अब यो पढ्यौँ त्यसपछि यो अब यसमा यो हो 18 भनेको यो पनि के भयो त त्यसमा यहाँनिर के भन्छ एज टाइम र 18 भनेको जस्तो तिमीहरूको एउटा पोइन्ट मात्र भयो त्यसमा ड्युरेसन भएन भने त्यस्तो अब यो नम्बर यसमा पनि ड्युरेसनहरू भएन भने के हुन्छ त एड लाग्ने रहेछ भन्ने कुराहरू पनि बुझ्यो अब यहाँनिर टेम्परेचरमा पनि भनेको थियो हो 100 डिग्री सेल्सियस भनेको छ त्यो अघि टेम्परेचर भनेर यहाँ माथि पढाएको थियो त कहाँ छ एज स्पिड र टेम्परेचर अब स्पिडमा यहाँ छाड त स्पिड भनेको यहाँ 120 किलोमिटर पर आवर भन्नेको केसमा पनि के लाग्ने रहेछ त एट लाग्ने रहेछ यो डिग्री सेल्सियस भन्ने कुरामा एट लाग्ने रहेछ ओके ल त्यसपछि प्राइस र पर्सेन्टेजमा पनि के लाग्ने रहेछ त एट लाग्ने रहेछ पेट्रोल इज एभाइलेबल एट 100 पर लिटर 110 पर लिटर भनेको छ हो त्यस्तो कुरामा पनि के लाग्ने रहेछ त पर्सेन्टेज र प्राइसको केसमा के लाग्ने रहेछ एट लाग्ने रहेछ त्यसपछि बी नम्बरको पढ इन्ट्रेस्ट भने के हो नेपालीमा लोन जस्तै ब्याज भनेको के रे ब्याज लोनलाई चाहिँ के भन्छ लोनलाई नेपालीमा प्रिन्सिपल नेपालीमा ऋण हो ऋण लोन भनेको ल त्यसपछि अब हामी अर्कोमा जाम 6 नम्बरमा के भनेको छ कम्पाउन्डेड एरिया भनेको घेरिएको एरिया हो कम्पाउन्डेड एरिया विथ पेरिमिटर्स भनेको के हो थाहा छ त्यो सबको त्यसको अब सर्कल छ भने त्यसको वरपछि सर्कमफरेन्स भनेको पेरिमिटर हो होइन अब उसको रेक्ट्याङ्गलहरूको के छ भने त्यो चारैपट्टि साइडको एड गर्दाखेरि जति हुन्छ त्यो भनेको के हो त पेरिमिटर हो त्यस्तो पेरिमिटर केसमा के लाग्ने रहेछ त एट लाग्ने रहेछ ल पढ्दा एट द पुलिस स्टेसन त्यो मलाई पढ्दा यहाँदेखि at the police station त्यो भनेको कम्पाउन्डेड एरिया एउटा पुलिस स्टेसन भनेको एउटा कम्पाउन्ड एरिया भयो एयरपोर्ट पनि एउटा कम्पाउन्ड एरिया भयो स्कुल एयरपोर्ट भनेको स्कुल पनि एउटा के हो त कम्पाउन्ड एरिया भयो त्यसमा के लाग्ने रहेछ त एट लाग्ने रहेछ अब यो कुराहरू बुझिहाल्यो अब एट द गेट एट द रेस्टुरेन्ट यी सब कुराहरू के भयो त कम्पाउन्डेड एरिया भयो प्रिपोजिसन फ्रेजल्स फर एट अब जस्तो याद गर्नुपर्ने कुराहरू के होला तिमीहरूले यहाँ पढाएको यही पढ्दा एक्चुअली at tricks at the moment at the door at the gate at night at midnight at first at least at months at the beginning at the end हो यो कुराहरू तिमीले याद गर्ने कुरा हो ल यो चाहिँ एक्स्ट्रा कुराहरू हो कि त्यो हामीले पढ्न बाहेक अरू जान्नुपर्ने कुराहरू भनेको के हुन्छ यो एट रिक्स एट मोमेन्ट एट द डोर एट द गेट एट नाइट एट मिड नाइट यो कुराहरू तिमीहरूलाई थाहा छ पनि होला होइन एटलिस्ट हामीले यो बोल्दाखेरि एटलिस्ट यस्तो गर भन्ने त हुँदैन होइन यो कमन युजेसको कुराहरू हो क्या यो चाहिँ बाईवाला प्रिपोजिसनमा जाऊँ हामी अब बाई इज मिन्स अफ ट्रान्सपोर्टेसनमा के लाग्ने अघि कम्युनिकेसन थियो अहिले ट्रान्सपोर्टेसनमा आयो हो ट्रान्सपोर्टेसन अघि यो ए एन्ड द के हामीले प्रिपोजिसनको माथि पनि पढाएको थियौँ होइन ट्रान्सपोर्टेसन के अघि हामीले आर्टिकल मात्रै पढायो आर्टिकल मात्र ओके ल यो सी केम बाई बस अब यस्तो यो बसहरूको केही ट्रान्सपोर्टेसनको मेथडबाट आएको छ भने त्यसमा के लाग्ने रहेछ त बाई यसरी दुई इक्जाम्पल पढाइ गर त She came here by bus. Ramesh come here by motorbike. Are you going? Ramesh came here by motorbike. Next, by plus agent in passive sentence.
The wall was painted by Rabi. The theory of relativity was discovered by Albert Einstein. ल हामी कहाँ पुगेका थियौँ मिन्स अफ ट्रान्सपोर्टेसन हो अब यो बाई बस मोटर बाइक त्यसरी देखाएर आयो भने के हुने रहेछ त बाइकको युज हुने रहेछ भन्ने कुरा थाहा भएको यहाँनिर बोल्ड गरेर खाएँ यहाँनिर हो त्यसपछि यहाँनिर बाई प्लस एजेन्ट एजेन्ट भनेको के थाहा छ एजेन्टलाई नेपालीमा के भन्छ दले दले हो एजेन्ट भनेको दले हो त्यस्तै भनेको मिलाउने मान्छे भन्नु न हो एजेन्ट भनेको त्यस्तै हो त्यस्तो कुरामा के लाग्ने रहेछ त प्लस इन प्यासिभ सेन्टेन्स प्यासिभ सेन्टेन्समा पनि हाम्रो के युज हुने रहेछ त बाई प्लस एजेन्ट त्यो चाहिँ केमा युज हुने रहेछ त प्यासिभ सेन्टेन्स भएको केसमा पनि हुने रहेछ हो ल पढ्दा यही नम्बरमा के छ The wall was painted by Rabi. यो प्यासिभ फर्ममा सक्छ नि त द वाल वाज पेन्टेड बाई रबी त्यही प्रकारले चाहिँ यसमा पनि के लाग्ने रहेछ त भाइ यो प्यासिभ केसमा पनि लाग्ने रहेछ भन्ने कुरा याद गर्नु पर्यो है ल त्यसपछि बी नम्बरको पनि Theory of relativity was discovered by Albert Einstein. ओके यो पनि भयो ल त्यसपछि ल द रोल अफ यु until is played by द फ्युचर पर्फेक्ट टेन्स एन्ड फ्युचर पर्फेक्ट प्रोग्रेसिभ टेन्स भनेको कन्टिन्युअस टेन्स है प्रोग्रेसिभ टेन्स भनेको ल त्यसमा पनि के लाग्ने रहेछ त बाई लाग्ने रहेछ है त त्यसपछि भनेको छ यहाँ है अन्टिल लाग्ने केसमा के अरे भने यहाँनिर त के भनेको छ नि जस्तो यो फ्युचर पर्फेक्ट टेन्स त्यसपछि फ्युचर पर्फेक्ट प्रोग्रेसिभ टेन्स भनेको कन्टिन्युअस टेन्समा भनेको अब यही नम्बरको पढ ल बेसिस बाई टुमारो भनेपछि अब यो अन्टिलको ठाउँमा चाहिँ यो बाई कसरी लाग्दो रहेछ भन्ने कुरामा यो के भएको त पर्फेक्ट टेन्स भइसकेपछि यो फ्युचर पर्फेक्ट टेन्स भयो त टुमारो भनेको यसमा चाहिँ अब त्यो फ्युचर पर्फेक्ट टेन्स र प्रोग्रेसिभ टेन्समा चाहिँ हामीले के युज गर्नुपर्ने रहेछ त बाईको युज गर्नुपर्ने रहेछ हो त्यसपछि बी नम्बरको पढ 2025 3 international airports will have been operating in Nepal. यसमा चाहिँ के युज भएको छ त by फ्युचर पर्फेक्ट प्रोग्रेसिभ टेन्स युज भएको छ के भने will have been operating भनेको के हो त फ्युचर पर्फेक्ट कन्टिन्युअस टेन्स हो नि त हो will have been प्लस बिफोर भनेको के को फर्मुला हो त फ्युचर पर्फेक्ट कन्टिन्युअस टेन्सको फर्मुला हो त्यही भएकाले यसमा के लाग्ने रहेछ त बाई लाग्ने रहेछ हो ओके अब हाम्रो के को कुन प्रिपोजिसनको पालो आयो विथ वाला प्रिपोजिसनको पालो आयो तिनीहरूले चाहिँ यो क्वेसनहरु चाहिँ अब तिनीहरूको एक्जाम सकिसकेपछि मैले यो पढाउन सक्छु तिमीहरूलाई हैन भिडियो पनि बन्छ हैन तिमीहरू यो कुरा एक्स्ट्रा नलेज पनि गेन गर्छौ हैन हो कि हैन ओके ल एउटा लास्ट विथ पढौँ अनि त्यसपछि आजको भिडियोलाई चाहिँ एन्ड गरौँ न ओके ल अब हामी कहाँ पुगेका छौँ विथको चाहिँ के छ with is used for association and के भनेको छ यहाँनिर के छ कम्पेनियनशिप भने हो ल त्यसपछि अब यो चाहिँ एसोसिएसन भनेको के थाहा छ संस्था कुनै पनि संस्था र कुनै पनि एउटा कम्पनी भनेको जस्तो पार्टनरशिपमा चलेको कुराहरुमा चाहिँ हामीले के लाग्ने रहेछ त विथ लाग्ने रहेछ हो अब यो कुराहरु भनेको माई फ्यामिली भएकोले यसमा के लाग्यो त विथ लाग्यो त्यसपछि यहाँनिर यो मिन्स अफ डिभाइस टुल इन्स्ट्रुमेन्टमा पनि के लाग्ने रहेछ त यहाँनिर इफ अ वर्क डन बाई मिन्स अफ के भनेको छ डिभाइस टुल इन्स्ट्रुमेन्ट भएको केसमा पनि के लाग्ने रहेछ त विथ लाग्ने रहेछ है यसमा चाहिँ बाई नलागेर के लाग्ने रहेछ त सी इट यहाँनिर पहिला पढ्दा यो इफ वालादेखि फेरि पढ्दा इफ वर्क इज डन बाई मिन अफ डिभाइस टुल अर इन्स्ट्रुमेन्ट डिभाइस टुल र इन्स्ट्रुमेन्टले चाहिँ कुनै पनि काम गरेको रहेछ वर्क डन गरेको रहेछ भने त्यसमा चाहिँ के लाग्ने रहेछ त विथ लाग्ने रहेछ तिमीहरूले जहिले पनि अब यो सी इट्स राइस बाई अ स्पुन लेख्थ्यो होला यो कुरा तिमीहरूको मिस्टेक फिक्स नै हुन्छ यो कुरा हो यसमा के लाग्ने रहेछ त अब चाहिँ मिस्टेक नगर्ने ल यसमा के लाग्ने रहेछ त तिनीहरूले केही वर्क डन गरेको छ भने अब त्यो नाइफले केही गरेको छ डटपेनले केही गरेको छ त्यसले वर्क डन गरिरहेको छ भने त्यसमा विथ नलाउने रहेछ के लाग्यो बाई नलाउने रहेछ के लाउने रहेछ विथ लाउने रहेछ यो कुराहरू त तिमीहरूले पढेको थिएनौ होइन प्लिज राइट द ब्ल्याक पेन भनिन्छ यसमा बाहिर विथ आयो भने के लगाउनु त विथ लगाउने सी नम्बरको पढ Can somebody Can somebody please clean the floor a vacuum with the vacuum cleaner? भनेपछि भ्याक्युम क्लिनरले के गर्यो त वर्क डन गर्यो हो के वर्क डन चाहिँ के काम गर्यो क्लिन गर्ने काम चाहिँ वर्क डन गर्यो त्यही भएर यसमा के लाग्यो त विथ लाग्यो ओके त्यसपछि यो ह्याभिङ अर क्यारिङ समथिङ भनेको हुनु र बोक्ने केसमा के हुने रहेछ त
यो पढ्दा यो चाहिँ अब तिमीहरूको फ्रेजर जस्तो के यो याद गर्ने ल यतिकै ऱ्यान्डम A पढ्दा girl with A girl with that red hair. a jacket with a hood. He looks at her with a hot expression. ओके ल अब यसको सकौँ न यहाँसम्म ल यहाँसम्म सकौँ अनि त्यसपछि चाहिँ आजको भिडियो एन्ड गरौँ नेक्स्ट पार्टमा अब अर्को भिडियो लिएर आउँला ल त्यो पनि पढ त They are both in the bed. They are both Bed with the bed with food. a man with a suitcase. Case. Hashtag including the meal with wine came to $20 each. The new phone come with 5-year warranty on battery life and qualitative charger. Hashtag alone. ओके यो एलमदेखिको नेक्स्ट पार्टमा हामी एसेम्बल गर्नेछौँ तपाईँहरूले चाहिँ यो भिडियो कस्तो लाग्यो तपाईँले कमेन्ट लाइक सेयर सब्सक्राइब अनि त्यसपछि हाम्रो स्टुडेन्टहरूले पनि सर साथीलाई यसरी पढाइ हुन्छ यो हामीले पढेको भनेर देखाउने ओके झन् निकै डाले सबले गर्ने हो नि त्यो होइन र हाम्रो चाँडो यसमा चाहिँ 100 लाइक चाहिँ हाम्रो डेस्टिनेसन राखौँ है यसमा चाहिँ ल 100 लाइक डेस्टिनेसन अनि त्यसपछि अब कमेन्टमा चाहिँ 24 आवरमा त नभनौँ कि अब हाम्रो भर्खर ओपन भएको युट्युब च्यानल हो ओके यसलाई म इन गर्छु